पहिल्यैदेखि गाउँका सोझा चेलीबेटीहरूलाई फकाउने, अनेक लोभ लालच देखाउने, बम्बईतिर लगेर बेच्ने काम गर्नुहुन्थ्यो। मैले सबैले आखिर किन कान्छीले यस्तो भनिन् त? कि सागरलाई उनले जेलमा अर्थात् त्यो गुन्डाबाट बचाउनलाई यस्तो भनेकी हुन् या उनले आफ्नै योजना बनाइरहेकी छन् त? यो सब कान्छीको एउटा योजना हुन्छ, सागरलाई कसरी बचाउनु पर्छ र यो गुन्डाबाट कसरी सागरलाई छुटाउनु पर्छ भन्ने उनको योजना बनाएकी हुन्छन्। नमस्कार दर्शक श्रोताहरू, तपाईहरुलाई स्वागत छ आजको हाम्रो यस भिडियोमा। अन्ततः यस भागमा अब सागर र कान्छी एक भएको हामीले देखेका छौं अनि यस भागमा के हुनेछ र अब आउने एपिसोडमा के हुनेछ यस विषयमा चर्चा गर्नेछौं। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। र ती गुन्डा अनि सलिनाले के गर्नेछन् त? सलिनाको योजना पनि सागरलाई आफूसँगै राख्नु हुनेछ। तर यसबद्ध अनुसार सलिनाले के गर्छन् यस एपिसोडमा देख्नेछौं। मामाले सागरलाई म भएको ठाउँमा त ल्याउन्, त्यसपछि तैँले कहिले नभेट्ने ठाउँमा सागरलाई पुर्याउँछु। सलिनाका मामा भने सागरलाई कसरी आफ्नो जालमा पर्ने, कसरी आफ्नो सजायको गरिने भन्ने एकातिर उनले षड्यन्त्र बनाएका हुन्छन्। अब आउने एपिसोडमा सागरमाथि सलिनाको वज्रपात पर्नेछ। अनि यसभन्दा अघिल्लो एपिसोडमा सलिनाले सागरलाई बचाएर ती गुन्डाबाट बचाएर त लिएर आएकी हुन्छन्। उनको सोच भनेको सागरलाई आफूसँगै राख्नुपर्छ, सागरलाई कान्छीसँग पनि भेट गराउनु दिनु हुँदैन भन्ने उनको सोच हुन्छ। त्यसैले मामालाई पनि म सागरलाई लुकाएर राख्नेछु भनेर योजनाबद्ध उनले सागरलाई जङ्गलमा लिएर गएकी हुन्छन्। तर त्यहाँ सागरलाई कान्छीले देख्न सफल भएपछि, सागर र कान्छी एक भइसकेपछि आफ्नो मामालाई भनेर अझ तिनलाई छुटाउनु पर्छ अनि मामाको चङ्गुलबाट बचाएर पनि सागरलाई अन्तै लैजानुपर्छ भन्ने योजना सलिनाले बनाएकी छिन्। जब सलिनासँग कान्छीले सागरलाई देखेकी हुन्छन् अनि यो सबको पछाडि सलिना छ भनेर कान्छी एकदमै रिसाएकी हुन् अनि यो सब तैँले नै गरेको भनेर सलिनामाथि कुटपिट पनि गरेकी छिन्। तर सलिना भने मैले होइन, मेरो मामाले यो गरेको भन्ने। जब त्यहाँबाट सागर, कान्छी अनि कान्छीका दाइ र देवरहरू बाहिर जानुपर्छ, जङ्गलबाट जति सक्दो चाँडो जानुपर्छ भनेर सोचिरहेको अवस्थामा सलिनाले आफ्नो मामालाई खोजेर सागर अब कान्छीसँग गएको कुरा भनिदिए पश्चात तिनले अब कान्छीसँग सागरलाई बचाउनुपर्छ भनेर सागर, कान्छी अनि उनका दाइ र देवरमाथि हमला गरेका छन्। उनलाई बाँधेर राख्ने योजना पनि बनाएका हुन्छन्। तसर्थ उनले पछाडिबाट पनि प्रहार गर्ने कोसिस गरेका हुन्छन्, तर कान्छीले भने उनलाई बचाउन सफल भएकी हुन्छन्। अनि जब ती गुन्डा, ती मामाले कान्छी अनि सागर अनि सबैमाथि आक्रमण गर्दा कान्छीले आफ्नो सोचबुझका अनुसार सबैलाई बचाए पश्चात होइन, यो गुन्डालाई हामीले मारिदिनुपर्छ, यसको सजाय हामीले नै दिनुपर्छ भनेर जब उनलाई भिरबाट धकेलेर मार्न खोजेको अवस्थामा सागरले उनलाई रोकेका हुन्छन्। हामीले यसले गरेको कुकर्मको हामीले कुकर्म गर्नु हुँदैन, यसले त गल्ती गर्यो, हामीले किन गल्ती गर्ने, यसलाई पुलिसले सजाय दिन्छ, हामी जति सक्दो बाहिर जानुपर्छ भनेर सागरले कान्छीलाई सम्झाइरहेका हुन्छन्। अनि यो कुरालाई उनका दाइ देवरले पनि मानेका हुन्छन् अनि ती गुन्डालाई त्यहीँ कुटपिट गरेर त्यहीँ राखेर अब यो गुन्डा पनि कतै पनि जान सक्दैन र हामीलाई केही पनि गर्न सक्दैन भन्ने सबैलाई निश्चय हुन्छ। अनि त्यसपछि उनीहरू जति सक्दो बाहिर निक्लिनुपर्छ भन्नेको अवस्थामा उनीहरू जाँदै गर्दा ती गुन्डा भएको ठाउँमा जुने अर्थात् सागरकी श्रीमती जो अहिले डिभोर्स भइसकेको छ उनी ती गुन्डासँग मिलेर अब सागरमाथि हमला गर्ने प्लान बनाउँछन्। अनि उनीहरूको प्लान पश्चात पनि सागर, कान्छी
अनि उनका देवर सबै उनको प्लानमा उल्झिन्छन् अनि ती दुईटा जुने र ती मामा मिलेर उनलाई रुखमा बाँध्न पनि सफल भएका छन्। अब सागरलाई अन्तै अरू ठाउँमा लिएर बाँधेर राख्नुपर्छ भन्नेको अवस्थामा कान्छीले होइन, सागरले अब तपाईँको जति गल्ती गर्नुभएको छ, जति सजाय भोग्नुपर्ने छ यो भोग्नेछन्, म उनलाई भन्नेछु, चौकीमा गएर सबै मेरो श्रीमानले दोष गरेको भनेर भन्नेछु भनेर कान्छीले भनेकी हुन्छन्। तर यो सब कान्छीले भनेको आफू फुत्किएर ती गुण्डालाई सजाय दिनु उनको रणनीति हुन्छ। यो सब सागरले अनि उनका देवर उनका दाइले पनि बुझेका हुँदैनन्। कान्छीले आफ्ना कुराहरूमा ती गुण्डालाई उल्झ्याउन त सफल भएकी छिन्। ती गुण्डाले पनि हो, मैले यसैको कारणले सागरलाई अहिलेसम्म बाँधेर राखेको छु, यसले अहिलेसम्म मेरो कुरा मानेको थिएन, अहिले आफ्नो श्रीमतीको भनेअनुसार यसले मानेको छ, अब मैले पनि छोडिदिनुपर्छ भनेर जब कान्छीलाई उनले खोल्ने अवस्थामा कान्छीले उनीमाथि नै हमला गरेर उनलाई नै त्यो रुखको जङ्गलमा बाँधेर राखिदिएका छन्। सँगसँगै जुनेलाई पनि त्यही रुखमा बाँधेर राखिदिएको हामीले यस एपिसोडमा देखेका छौँ। अनि ती गुण्डा र ती जुनेको जब सागरलाई अलग्गै पार्नुपर्छ भन्ने प्लान एकदमै विफल भएको छ अनि त्यहाँबाट अब तिमीहरूलाई सजाय यो जङ्गलका जनावरहरूले दिनेछन् भनेर पनि उनीहरूलाई त्यही रुखमा बाँधेर गएकी छिन् कान्छीले। अनि अब आउने एपिसोडमा के हुन्छ होला, एकातिर सलिना भने जङ्गलमा खुला अवस्थामा छन्। जङ्गलमा खुला अवस्थामा भएकी सलिना सागरलाई आफ्नो बनाउनु पर्छ भन्ने जुन माया मोह जाल छ त्यही अनुसार ती आएर के ती मामा र जुनेलाई मद्दत गर्न सक्छन् त। अनि अब आउने एपिसोडहरूमा पनि पक्कै पनि सागरमाथि अनि कान्छीमाथि फेरि पनि सङ्कट आउनेछ, कसलाई लाग्छ। सलिना एकातिर खुला अवस्थामा छन्, अब सलिना त्यहाँ आएर ती मामालाई बचाउन त सफल हुने नै छ। अनि अब आउने एपिसोडहरूमा कान्छी र सागरमाथि भएको घटनाबारे तपाईँ के भन्न चाहनुहुन्छ? अनि के कान्छी र सागर मिलेर अनि उनका दाइ देवर मिलेर ती गुण्डालाई त्यो जङ्गलमा बाँधेर राख्नु र त्यहाँबाट आफै एक्लै आउनु के उचित लाग्छ? अनि ती गुण्डालाई ती जङ्गली जनावरले जुन मारेर उनलाई सजाय दिनेछन् भन्ने सोच पनि कतिको सही लाग्छ तपाईँहरूलाई कमेन्ट गर्नुहोला। र अब आउने एपिसोडमा सलिनाले पनि जुन अहिले कुकर त गरिरहेको अवस्थामा उनले पनि सजाय पाउनुपर्छ, लगायत ती गुण्डाले पनि सजाय पाउनुपर्छ। अनि ती जुने जो सागरकी श्रीमती हुन् पहिलेकी उनले पनि सजाय पाउनुपर्छ भन्ने को हुनुहुन्छ कमेन्ट गर्नुहोला। र अब सागर कान्छी मिलेर चौकी गएर आफूसँग भएको सम्पूर्ण गल्तीहरू जो ती गुण्डाले त्यो यातना दिएको कुराहरू, जङ्गलमा जुन पीडाहरू दिएका थिए, यातना दिएकाहरू सबै कुरा गएर चौकीमा भन्नुपर्छ। अनि ती गुण्डाहरूलाई पनि सजाय दिलाउनुपर्छ भन्ने को हुनुहुन्छ कमेन्ट गर्नुहोला र आफ्नो राय प्रतिक्रिया पनि कमेन्ट गर्नुहोला। र आउने एपिसोडहरूमा के हुनेछ र हाम्रो यो भिडियो कस्तो लाग्यो त्यसको बारेमा पनि भन्न नबिर्सिनुहोला। र हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी हामीसँग जोड्न पनि नबिर्सिनुहोला। धन्यवाद।